ल गाइजो आज चाहिँ हामी हाम्रो ठ्याक्क बुढाथोकी टोलीहरूसँग चाहिँ माथि बाइक राइड गर्न लाग्यो। बुढाथोकी टोली मेरो बाइक चाहिँ यता छ अनि दाइको चाहिँ त्यहाँनिर छ सन्जु दाई। ल सन्जु दाई र भान्जा अगाडिपट्टि अनि जेठान र भाइ चाहिँ एउटा बाइकमा अनि तारा दाई र म चाहिँ यो बाइकमा छौँ होइन। तारा दाई यस ल तारा दाई चाहिँ यता हुनुहुन्छ होइन कतातिर हो तारा दाई आउनुहुन्छ खै यो ल अब हामी टक्क माथि गइरहेको दाइ है ल ल त केटाहरू लागे अनि तारा दाइ यस आज त माघे सङ्क्रान्ति पनि ह्यापी माघे सङ्क्रान्ति। हामी कतै पनि गइएन। अब अरू माघे सङ्क्रान्ति अँ आरू समुदायको माघी पर्व, माघी पर्व किराँत समुदायको नयाँ वर्ष हो। नयाँ वर्ष किराँतीहरूको चाहिँ किराँतीहरूको चाहिँ नयाँ वर्ष होइन आज ल किराँतीहरूको नयाँ वर्ष अनि हाम्रो माघी माघे माघे सङ्क्रान्ति आरूहरूको माघी अनि पर्व। थारू जति पनि थारू समुदाय अथवा चौधरीहरूको चाहिँ माघी पर्वमा हामी चाहिँ गइएन त तुरिखेलतिर। अब राम्रै व्यवस्था छ क्यारे छन त आजतिर थुप्रै माहौल छ दाजु। त्यस्तै माहौल छ। अब हामी चाहिँ गइएन किनभने अब सबै कुराहरू मिल्दैन। त्यहाँको साँझतिर चाहिँ अब दाइ भाइ दाजुभाइ माथि वाइट गुम्बासम्म निस्किने माहौल मिल्यो त्यही भएर जाडै छौँ। चिसो होला दाइ है त्यहाँ त बबाल चिसो छ त्यो ठाउँमा त्यही भएर खानेकुराहरू केही बोकेको छैन सागसाग पनि खाएको छैन यार दाइ। हो यार के लिएर जानुपर्ने है हामी। केही लिएर जानु पर्ने लिएर जान्छ होइन। माथिबाट लिएर जानु ल तर भान्जाहरू अगाडि गइसक्नु भयो हामी चाहिँ दाइहरूसँग हो पछाडि। यस्तोमा चाहिँ एकदम यार यो बाटो बनाएन कि दाइ अझै के गर्ने यार सरकार छैन नेपालमा। यो जहिले यस्तै भयो यार। कहाँबाट जाने हो दाइ सन्जु दाइ अलिक स्पिड जानुभयो यार। भेट्नु बाटो भेट्नु अँध्यारोमा गएर भेट्टाएको जस्तो भयो। सबै त्यो जिन्दगीको एउटा उस पाटो हो क्या दाइ। हामी डिफ्रेन्ट डिफ्रेन्ट मान्छेहरूसँग भेट हुन्छ नि होइन अनि डिफ्रेन्ट डिफ्रेन्ट लेसन पनि दिइन्छ कि त्यो मात्र हो। केटाहरू फेरि पुरा राइडर भएको छ क्या अहिले काठमाडौँको यति स्पिड चलाउँछ यार यिनीहरू। ल त्यही हो दाजुभाइ जान टक्क रमाइलो गरौँ आज। अरू त के छ दाइ अब अर्को वर्ष आउने वर्षहरूमा हामी अब सँगै भइन्छ भइँदैन अब समय परिस्थितिले कसलाई कहाँ पुर्याउँछ होइन भन्नै सकिँदैन नि दाइ सक्दैनौँ। त्यही भएर आज जे छ जस्तो छ त्यसमा चाहिँ रमाउँ न। भोलिको दिन त के आइ हुँदैन नि। त्यसलाई सम्झेर त्यसलाई सम्झेर छैन ल बाइकहरू चाहिँ त्यहाँको हामी 6 जना बुढाथोकी टोली तिनवटा बाइकमा जाँदैछौँ। हाम्रो आजको मेन डेस्टिनेसन भनेको चाहिँ माथिको वाइट गुम्बा भन्दा अलिकति अगाडि हो। अलिकति अगाडि गएर चाहिँ खाजा चियाहरू केही कति खाएर बस्नुपर्छ दाइ हो। ल टक्क लाएर माकटक्स पुरा खतरा कुदाइरहने यार यिनीहरूले। ए होइन त्यस्तो हो अब याद आउँछ नराखौँ भन्दा पनि आउँछ त के भन्ने अब। ल हामी
घटना हो जीवनको लाइफ हो पार्ट हो। ल हामी चाहिँ ठ्याक्कै रानी पर्यो बस पार्कमा आइपुग्यो। अब कति लाग्छ भाइ 15-20 मिनट बिस्तारै गयो भने? आधी घन्टा लाग्छ जस्तो लाग्छ है मलाई। अब अलिक धेरै त लाग्दैन। अब हामी बिस्तारै बिस्तारै जाने बेलामा राइड पनि अलिक सेभ गर्नुपर्छ त यार काठमाडौँमा होइन। अस्ति यार कहाँ गयो त्यसरी यार बाइक यार त्यही त त्यो त यस्तो भएको थियो कि खासमा हुन त मेरो टायर पनि लगभग सकिसकेको थियो नि त्यही भएर पनि हो। अनि फेरि राइड पनि त्यस्तै भयो नि त भाइ फेरि अलिकति सन्की। ल यहाँ साँझ साँझ फेरि यहाँ सिङ्गल ट्रीमा जाने घुइँचो हुन्छ कि त यो साइडमा होइन। ल हामी चाहिँ त्यो दानामा पुग्ने हो। त्यो दाना काटेर पारिपट्टि जानुपर्ने हो हामी। सर जाउँ न त। त्यहाँको दाजुभाइको कुरा मिलिहाल्यो साँझतिर। हाम्रो फेरि जहिले अन द स्पोट प्लानिङ हुन्छ कि प्री प्लानिङ कहिले पनि हुँदैन। त्यही त यताहरूतिर यस्तो खतरा राइडर छ उकालोमा पनि वाइ गएर। ल यो हाम्रो सिङ्गल ट्रीदेखि देखिने यता हाम्रो काठमाडौँको भ्यू चाहिँ सर देखिरहेको छ। त्यो ठाउँ चाहिँ हाम्रो स्वयम्भू हेर्दै स्वयम्भू हो। सर अब माथि जाउँ माथि के देखिन्छ सर हेरी जाउँ है त। जाँदै ठिक छ। के हाम्रो बाइकले पनि चिसो लाग्यो क्या यार। बाइकले चिसो लागेको छ धेरै छ त यार। यो चुटी चाहिँ अझै माइनसमा पुग्छ कि भन्ने कुरा नै भइरहेको थियो नि त। तर माइनसमा त नपुग्ला है जहाँसम्म लाग्छ। त्यो त के भन्छ यार मुस्ताङतिर त अहिले चाहिँ -7 -8 छ अरे कि। धेरै हुने है त्यो कस्टम सट। म त जम्छु होला हौ। अनि यो सिङ्गल ट्रीको तलको बाटो चाहिँ फेरिमा यति धेरै यो उकालो छ कि यति धेरै उकालो छ। यो पुरानो बाइकहरू अनि कम सिसीको बाइकहरू तान्दैन कि यो उकालोमा यार। यो यस्तो अप्ठ्यारो छ साह्रो लाग्छ साह्रो कि हुन त अब ठाउँै दिएको छ यार। इन्जिनियरलाई पनि के दोष दिनु यो ठाउँै त्यस्तो छ। फेरि जनतालाई सुविधा नै चाहिनेछ। हाम्रो साथीहरू पनि अगाडि गयो यार। तिनीहरू सबै अलि अगाडि रहेछ। यहाँबाट यता चाहिँ ट्याक्टर सिङ्गल ट्री जाने हो। हामी चाहिँ पारि वाइट गुम्बा जानु लाग्यो अहिले। त्यहाँ कहाँ गयो त तिनीहरू? चाहन्छ होला एक गियरमा हालेर बताउनु नि त्यसमा। ल ल ल जान्छ बिस्तारै। तिनीहरू सिधै माथि गए जस्तो छ कि तिनीहरू सिधै माथि गए जस्तो छ। बिस्तारै बिस्तारै जानुपर्ने यार। ल त्यही हो चिसो छ मौसम। अब माथि गएर ट्याक्क कफीहरू खानुपर्छ त है। बनाउनु पर्छ त्यो कफी सफी खाउँ। अनि त्यति भएपछि त यसै पनि हाम्रो स्पेसल भइहाल्छ नि माग होइन। हामीलाई के अब रक्सी नखाने मान्छेको लागि त्यति साह्रो तामझाम पनि त चाहिएन नि। ल यहाँदेखि चाहिँ हामी लेफ्ट साइडतिर जानु पर्यो। फेरि हाम्रो केटाहरू एकदम राइडरहरू छ यार भेट्नै सकिँदैन यार। पुरीको पुरी छन् र सर लाएर टक्क लाएर हामी जाउँ। होइन सन्जु दाइहरू कस्तो फास्ट जानुभयो हो। त्यही त यार एकैचोटि जान पाएको सजिलो हुन्थ्यो नि त। जियोस् किन छ दाइ अहिले हाम्रो हाम्रो यताको तर 100
150 सीसीको हो त दाइ तानिहाल्छ नि यो आवाज चाहिँ बेसी आउने हो होइन तर तान्छ के कसम यो एक्सट्रिम नै हो क्या त यो ओभरै हो क्या यो बाटो होइन अब हेर्नु न यस्तो छ अनि ए हो र हामी तलबाट आएको नि त त्यही भएर तपाईँले कन्फ्युजन भयो कि ल जान्छ 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 जेठान जान्छ 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 वेट गरौँ है एकछिन वेट गरौँ है जान्छ जेठान ल तान्यो 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 गाइस तान्यो 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 वाह पल्सर हो क्या पल्सर 150 वाह वाह तान्छ तान्छ ल जम 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 ओके प्लिज 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 जेठान सकिसक्यो सकिसक्यो तान्छ तान्छ आयो आउनु छ त्यति हो होइन यति हो अब त यति हो अब त दुकान एकछिन छ कि यहाँनिर होइन त्यही भएर एकचोटि रोकौँ है के छ आउँछ कि आउँदैन यहाँ एकदम उकालो छ कि अनि होइन तान्छ कि यार 150 हो नि ल जान्छ नगरी हिँड्नु हामी पछाडि पछाडि आउँछौँ ल हामी अलिकति यहाँ बाइकले नतानेर चाहिँ समस्या भयो जेठानको अब बाइक पनि भइसक्यो जान्छ नगरी ल ताने ताने ल सर नाम सारे है पेन्सन पत्तामा कसम कस्तो कुरा गरे यार होइन म पनि अलिकति अफरोडमै थिएँ है अफसाइडमा थिएँ होइन म अफसाइडमा थिएँ अलिकति अफसाइडमा थिएँ होइन मोबाइल तर्साइदिने यार होइन म अलिकति अफसाइड थिएँ होइन दाइ होइन ऊ पनि धेरै स्पिड आएको हो कि अनि ओह्रालोमा त्यस्तो स्पिड आएर हुन्छ त यार होइन गल्ती त हाम्रो पनि छ किनभने म अलिकति अफसाइडमै थिएँ कि आफ्नो लेन अरूको अर्कै लेनमा पुगिरहेको थिएँ सरी ब्रो त्यही त ल यो सल्लाह घारी चाहिँ बबाल छ कि यो साइडमा होइन दाइ हामी व्हाइट गुम्बा आउन लागिसक्यो अब एकछिनमा व्हाइट गुम्बा पनि पुगिन्छ के भन्दा व्हाइट गुम्बाबाट अलिकति भित्र जाने कि राम्रो छ भाइ ए थाहा छ तपाईँलाई त्यसो भए त भइहाल्यो अलिकति माथि जाउँ होइन त्यसपछि सन्जु दाइहरूले फोन गर्नुपर्छ होला दाइ कहाँ पुग्यो यार वेटै नगरिकन जानुभयो कि तिनजना बोकाएर लिएर आएको कि ए कस्तो बिचमै हालिदिएको यार निकाइदिएको साँगुरो बाटोमा त यसरी नगरिदिँदा हुन्थ्यो नि हेर्नु त बबाल चिप्लो यार माया कसम त यार कति माया कसम मेरो माया कस्तो चिप्लियो यार उस्तो रहेछ नि होइन
यार कन्ट्रोल गरियो त यार छोडियो भनेको यार होइन म छोड्दिनँ बाइक त म खासै छोड्दैन कि दाइ तल पछि पनि रहेछ नि त हिलो त्यही भएर सब चिप्लियो कि ल त्यहाँको वाइट गुम्बा चाहिँ यही हेर्दा चाहिँ होइन कि माथिको हो त्यही हो वाइट गुम्बा पनि आइपुग्यो त्यो केटाहरूले चाहिँ हाम्रै पर्खेन यार दाइ तिनीहरू कुरियाकुरी भयो खै त यार यिनीहरू त छैन त फेरि पनि धेरै नै अगाडि गयो क्या हो केटाहरू भेट्न सकिएन यार कस्तो स्पिड गएको यिनीहरू वाउ यो यार ट्याक्कै भेटियो नि त है गोवा लगाएर होइन केटाहरू कहाँ पुग्यो पहिले पनि आउनु भएको थियो यो साइडमा हो त्यही माथि नै पुग्नु भयो त्यसो भए ठिकै छ बाटो कच्ची हो साँझ म यो साइडमा सबै हेरेर गयो नि अस्ति यो भन्दा यता पनि बाटो यस्तो खतरा छ त पुरा हराएर गएको नि त्यही बाटो जाने हो ल ठिक छ ल अहिले चाहिँ हामी ठ्याक्कै यो रामकोटको माथिपट्टि आइपुग्यो हाम्रो केटाहरू होइन त्यो माथि गयो त तिनीहरू माथि नै हो माथि त होटेलमा पुग्थ्यो त यार है हो र अनि खै त सन्जुदाहरू कहाँ हो हो होइन म एकचोटि आएको थिएँ अनि यहाँनिर त फेरि मलाई बाटो नै छैन जस्तो लागिरहेको थियो भोपाल देखिँदो रहेछ यार यो ए तिनीहरू कता गयो केटाहरू ल यार कता छ तरी बाटो होइन यो तपाईँले मिस्टेक गर्नुभयो जस्तो के हरायो क्या बाटो छैन बाटो छैन कहाँ तल बाटो हो क्या जाने ल गाइजहरू हरायो कहाँनिर हो र यस्तो अनि तिनीहरू फेरि वेट नै गर्दैन यार ल गाइजहरू हरायो त्यो सुन्तलाहरू छ क्या यतातिर यार म एकचोटि दाइ होइन यहाँसम्म आएको थिएँ कि अनि यो होटेल देखेर चाहिँ फर्किया हो म ल केटाहरू नि हरायो यार कता पुग्यो केटाहरू तल्लो बाटो जाने हो कि त्यो तपाईँले भन्नुभएको माथिको त्यो नाङ्गो जग्गामा जाने होइन यो तल्लो बाटो हो नि त यार जाम तल हो तल यो त त्यही गएको हो कि तिनीहरू होइन मलाई त्यहाँ तपाईँले एक्स्ट्रा कुनै ठाउँ थाहा छ भनेर हो त्यो ठाउँमा त म गएको छु भाइ माथि त धेरैचोटि गएको छु नि राम्रै छ जिउ हरियाली ठाउँमा त्यो के भन्छ हरियो सिजनमा चाहिँ बर्खाको सिजनमा चाहिँ राम्रो हुन्छ अहिले कस्तो छ हेरौँ अहिले पनि राम्रै होला खालि छ अनि तलपट्टि त छ नि मेन फार्मै छ नि त त्यसको तलपट्टि कसम कि बाइकले खतरा हुइदिइहाल्यो यार है डराइरहेको थिएँ यार दाइ म त माथि जाऊँ है ऊ त्यहाँ छ त बाइक हाम्रो
कस्तो वेट नि नगरिकन आएको यार ल ट्याक्सी यहाँ आइपुग्यो होइन जेठाले त्यही राख्नु तपाईँको बाइक जस्तो छ त यार यहाँ सेम छ त नि कि तपाईँकै हो ल रे यस्तै होला यार आफ्नै तरिका ल अब हामी फर्किसक्यौँ तल अब तल उसमा तमिलतिर झर्नुपर्छ होला एकछिन यसो गएर नाइट भ्यू स्यू हेरौँ होइन त तमिलको चहलपहल के छ तुरिखेलको चहलपहल के छ हेरौँ अनि तर आज त बबाल स्पेसल हुन्छ है के भयो मसँगै छ ल केटाहरूले चाहिँ भाइट दिइरहेको छ है टक्क लाएर तल झरौँ अब सर यसो हेरौँ चिसो चिसो मौसममा तातो बनाऊँ भनेर करेन्ट चार्जो खाना लाग्यो माया कसम झन् चिसो बनाइदिनु भयो यार ल तर बबाल जाडो यार बबाल जाडो के भयो भने त फेरि क्या बबाल आइरहेको त यार वाउ मलाई बबाल लाग्छ यार राति यसरी बसेर फेरि चिनेको मान्छेहरू छ भने रमाइलो हो हुन त हामी यहाँ सबै गइरहेको छ रमाइलो त हुन्छ होला हुन्छ यस्तो ठाउँमा ओभरटेक नगर केटा बिस्तारै ओ यार यस्तो ठाउँमा चाहिँ ओभरटेक गर्नु हुन्न है किन उताबाट गाडीहरू आउँछ अनि साँघुरो छ ल हामी त अब बुढेसकालले लागिसक्यो जो सिने बानी नि छैन जो सिँदैन पनि छैन त कम्मर दुखिरहेको छ जाडोले ल त्यो ट्याक्सीले कहाँनिर गएर अगाडि जाऊँ त यो नि ओपन हुँदो रहेछ त यार दाजु म अगाडि जाऊँ कि वाह यार क्या टाइम देखेर भनेर ल गाइजहरू त्यही हो काठमाडौँ देखेर होइन यो ओह्रालो नि लास्टै हो कि यार है यो त तपाईँको त्यो इलेक्ट्रिक गाडीहरू त स्कुटरहरू के जानै मान्दैन नि त मैले त्यति स्कुटर लिएर आएको छु होइन टिभी नतान्तिर भने बिच बाटोबाट पछाडि होइन म अफिसबाटै आएको त्यस्तो बानी छैन नि त मेरो केटाहरू तुफान कुदिरह यो उसले फेरि मलाई पुरै ल्याङ हानिदिरहेको छ यार अगाडि जाम पनि अब यत्रो ट्याक्सी छ केटाहरू कता गयो भन्ने कुरा हो होइन यति बात जाम त
घुम्नै खोजे जस्तो लाग्यो यिनीहरूले होइन घुम्नै खोज्या हो त्यस्तो त्यस्तो म पनि घुमाइदिएँ shit ल अब दाइ हामी एकैचोटि थमेल पुगेर भेटौँ है ल हुन्छ अब सायद भाइ पेसेन्टलाई पनि थाहा होइन कफी हो त्यसो भने बिस्तारै जानु पर्ला यार बिस्तारै जानु पर्ला है ल हामी चाहिँ माथि व्हाइट गुम्बाबाट पनि झऱ्यो अब यता स्वयम्भू हुँदै भित्रपट्टि गएर चाहिँ क्षेत्रपाती हुँदै माथि थमेल निस्क्यौँ हिँड्दै अनि थमेलबाट चाहिँ त्यहाँ गएर पनि प्लान गर्नुपर्छ कसरी जाने भन्ने बाइकहरू त राख्नुपर्छ मोबाइल त फोन लाग्दैन मोबाइल पनि फोन पनि लाग्दैन दाइ फेरि तपाईँको त्यो त्यहाँनिर पार्किङ नै पाउँदैन के त्यही भएर समस्या हुन्छ होइन यस्तो हो अब अलि रमाइलो गर्ने चाहिँ खास साँझ नै हो हुन त जाउँ न एकछिन के छ माहौल हेरौँ ल अब चाहिँ टुडी खेल गएरै भेट्नुपर्छ यार ल है साथीहरू यता टुडी खेल जाने भनेर हामी बसन्तपुर आइपुग्यो यार माथिबाट जाने भनेर आएको लास्टमा बसन्तपुर आइपुग्यो त्यो केटाहरू कहाँ त आइरहेछ केटाहरू आइरहेछ यहाँबाट माथि बाइक निकालिदिन्छ नि होइन बाइक निकालिदिन्छ नि माथि भिड छ होला रात बिस्तारै बिस्तारै जाऊँ न जहाँ